हेर न साथी आमालाई अघि राखिदिनु भनेको यो ब्लक चाहिँ यही राख्दैछ बस न साथी होइन हुन्छ साथी अब तिमी र म चाहिँ अब यहाँ मिट पो लाउला जस्तो छौ किन भन्नुहोस् त अब तिमी पनि बक्सरकै हो म पनि बक्सिङकै हो अब हामीलाई एउटै उयो के अरे क्याटेगरी भन्छ नि त्यो चाहिँ हाम्रो एउटै भयो हामी मिट लगाऊँ हामी साथी साथी दुश्मन भइहाल्छ नि साथी भइहाल्छ बस न हजुर हुन्छ ए साथीले त अघि कतिवटा च्याम्पियनसिप पो जितेको भन्दै थियो साथी तपाईँले बक्सर त यताबाट त भात खान्छौँ साथी अब भइहाल्छ नि हजुर अब भात खान्छौँ हो बक्सर अब बक्सिङहरू खेलेर त अब मसल्सहरूलाई पनि हो रिल्याक्स दिनु पर्यो नि त तपाईँलाई थाहै छ रुल्स बक्सिङको हजुर अब खाना खान्छौँ यसो गरौँ कि साथी हामी यसो बाहिरतिर घुमेर आउँ न खाना खानाहरू जुट्छौँ साथी बाहिर हुँदैन गुन्डा गरिदिए हुन्छ फेरि गुन्डाहरू फेरि सानो रिस उठ्दा पाइहाल्नु मन लाग्छ कि साथी खाना खाएर सुत्नु साथी हुन्छ साथी यसो गरौँ कि अब तपाईँ पनि बक्सर म पनि बक्सर यसो प्र्याक्टिस गरौँ है साथी नरिसिनुहोस् कि जाडो महिनामा त टोटली बक्सिङ ब्यान्ड छ नि मेरो त किन भन्नुहोस् त जाडो महिनामा अब यस्तो यस्तो कतैतिर खेल्दा पर्दाखेरि एउटा हड्डी खानाकुरुक यताउता भयो भने त फेरि बुढेसकालमा साह्रो पर्छ साथी हो त्यही कारण मैले छोड्दै साथी कि विन्टरमा चाहिँ खेल्नु गरम महिना चाहिँ फेरि गरम महिनामा चाहिँ तर खेल्छु 24 घन्टा खेल्छु खेलिँदै बस्छु साथी औ खाना पनि नखाऊ साथी कि ग्यास पनि साथी अब यहाँ बसी पनि चाहिँ हुँदैन कि साथी अनि आमाले बनाउँदैछ साथी खाएर जानु होइन खाजा म घरमा गएर खान्छु सिम्बा उछिन्दिरहेको छु कि साथी गएको हौ बस्नु त साथी होइन नबस्नु साथी ल त्यो त गलत जग्गा पो रहेछ खाना खाएर जानुहोस् न होइन होइन पर्दैन साथी खाना पो बारेको छु साथी के भयो साथी?